ट्याङ्कीको 10 नम्बर नट खोल्दैछु। त्यसपछि यो ट्याङ्की फ्युल ट्याङ्कको लक छुट्याइदैछु। यो छुट्याइसकेपछि मैले पछाडि ट्याङ्कीको जो कभर हुन्छ नि त्यसको नट खोल्दैछु। हेर्न सक्नुहुन्छ यो तपाईँको 10 नम्बरको हुन्छ 3वटा, एउटा उता साइड हुन्छ, 3वटा हुन्छ। यो खोलेपछि 10 नम्बरको टीले पछाडिको मेडीगार्डको नट खोल्छु 10 नम्बरको टीले, अनि ट्याङ्कीलाई बिस्तारै निकाल्छु। हेर्न सक्नुहुन्छ तपाईँहरू, मजाले निकाल्छु बिस्तारै है। फेरि फुट्छ, यो प्लास्टिकको हुन्छ। अनि फ्युल ट्याङ्कको पुरै फ्युल खन्याउँछु। फ्युल खन्याउँदैछु, तपाईँले हेर्नुहुन्छ पुरै मजाले खन्याइसकेछु। पेट्रोल त मेरो विचारमा ठिकै छ, त्यस्तो केही फोहोर देखिएन। तैपनि म सफा गर्छु अनि फेरि ट्याङ्की लगाएर बाँध्न लाग्छु। हेर्नुभयो तपाईँले, यो पुरै बाँध्छु मजाले। फेरि 10 नम्बरको नट बोल्ट लगाएर मजासँग टाइट साइड गरेर यताउता 10 नम्बरको नट बोल्ट हुन्छ यहाँ, त्यो लगाउँछु। अनि त्यसपछि ट्याङ्कीको उतापट्टि पनि लगाउँछु अनि यतापट्टि पनि लगाउँछु। 10 नम्बरको टीले टाइट गर्छु। त्यसपछि टाइट गर्न लागेपछि अनि हामीले पुरै यताको र उताको दुईटै नट टाइट गरिसक्यौँ, तपाईँले हेर्नुहुन्छ। अनि त्यसपछि माथिको 10 नम्बरको नट लगाउँछु। लगाउँदा अनि 8को नटको अनि पछाडि पनि 10 नम्बरको ट्याङ्कीको त्यो नट लगाउँछु। यो लगाइसकेपछि 10को टीले टाइट गरेँ। टाइट गरिसकेपछि म फेरि उतादेखि त्यो पछाडिको टेल प्यानल भन्छन् नि त्यो ल्याएर अब जोड्न लाग्छु। यो पछाडिको तारहरू रहेछ, साइड लाइट ब्याक लाइटहरूको तारहरू हुन्छ अनि टेल ल्याम्पको तार हुन्छ, त्यो तार जोड्दैछु। तपाईँले हेर्दै हुनुहुन्छ मजाले। जोडिसकेपछि कभर सभर लायौँ अनि टेल प्यानललाई भित्र हाल्यौँ। हालिसकेपछि भित्रको अगाडिको लक हुन्छ, लक मिलाउनु पर्ने हुन्छ मजाले। यो भाँचिन्छ है, फाइबर आइटम हो। त्यसपछि हामी मिलाइसकेपछि अगाडिको यहाँ पछाडि नट स्क्रुवाला हुन्छ, पेचकस खाले त्यो नट लगाउँछौँ। नट लगाउँदैछौँ। यहाँ एउटा यतापट्टि हुन्छ, एउटा उतापट्टि हुन्छ। त्यसपछि अर्को यहाँ त्यो सिटको लक हुन्छ नि, लक लगाउँदैछु। तपाईँले हेर्दै हुनुहुन्छ होला। लक लगाइसकेपछि तपाईँले हेर्नुहुन्छ होला पछाडि जो ट्याङ्कीको हुन्छ नि नट टेल प्यानलको त्यहाँनिरको स्क्रुवाला नट लगाउँदैछु। नट लगाउँदैछु, दुईवटा नट लगाइसक्यो। अब यो ट्याङ्कीको कभर हुन्छ माथि टेल ल्याम्पलाई अड्याउनेवाला, त्यो अड्याएर स्क्रुवाला पेचकस खाले नट हुन्छ त्यो नट लगाउँछु। नट लगाएपछि अगाडि पनि दुईवटा नट हुन्छ, त्यो नट लगाउँछु कालो पेचकसको, त्यो लगाउँदैछु। अनि तपाईँले हेर्दै हुन्छ पुरै मजाले लगाइसकेपछि तपाईँले यो हेर्नुहुन्छ मैले ट्याङ्की बन्द गरिदिएँ। बन्द गरिसकेपछि यो हामी सिङ भन्छौँ। अब तपाईँहरू के भन्नुहुन्छ कमेन्ट गर्नु होला। यो सिङ भन्छौँ। सिङको 12 नम्बरको नट हुन्छ। यो नट टाइट गर्न लाग्छौँ, दुईवटा हुन्छ। नट टाइट गरिसकेपछि अगाडिको पनि पेचकसको यो हाउजिङ हुन्छ त्यो पनि टाइट गऱ्यौँ। त्यसपछि 5 नम्बरको एलेङ्कीले यो दुईवटा नट हुन्छ, यो 5 नम्बरको एलेङ्कीले टाइट गर्छु मजाले। अनि यतापट्टि अर्को साइड पनि त्यो स्क्रुवाला नट हालेर पहिला, त्यसपछि यो पनि कभर यतापट्टिको पनि कभर फिटिङ गर्न लाग्छौँ 5 नम्बर एलेङ्कीले। त्यसपछि यो कालो पनि कभर लगाउनु पर्छ अगाडि। त्यो लगाइसकेपछि कार्बोरेटर पनि सफा गरिदिउँ भनेको। कार्बोरेटर खोल्यौँ, खोलिसकेपछि पुरै भित्र पानी र फोहोर कचडा रहेछ। यो सबै हेर्दाखेरि पुरै फोहोर के पेट्रोलमा छिरेको थियो। त्यो गरेर हावासावा हान्यौँ। हावासावा हानेर फेरि जस्तोको त्यस्तै लगाइदियौँ। लगाउँदै गर्दा दुईवटा नट हुन्छ स्क्रुको, त्यो दुईवटै नट टाइट गर्न लाग्छौँ मजाले। लगाइसकेपछि अनि त्यसपछि भित्र थ्रोटल बोडीमा फिटिङ गर्न लाग्छौँ। हेर्न सक्नुहुन्छ होला तपाईँको यहाँ 8 नम्बरको नट हुन्छ दुईवटा, एउटा यता साइड र एउटा उता साइड। त्यो लगाइसकेपछि 8 नम्बरको रेन्चीले पानाले मस्त पाराले टाइट गऱ्यौँ।
अनि यसको सलाइड पनि मिलाएर हालिसक्यौँ। त्यसपछि मस्तले टाइट गरेर यसको चोकको तार पनि लगाइदिउँ। अनि पेट्रोलको पाइप पनि लगाउँदैछ अनि एयरको पाइप पनि लगाइसकेपछि क्लिप टाइट गरेर हामी सिट हाल्यौँ। सिटको 10 नम्बरको 4वटा नट बोल्ट हुन्छ, त्यो नट हाल्दैछ अनि 10को टीले टाइट गऱ्यौँ। टाइट गरिसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ कि मैले यो राखेँ सिटको बेला अनि स्टार्ट गर्छु है गाइज, हेर्न सक्नुहुन्छ। पुरै रेसेस दिइरहेछ। ल भिडियोलाई लाइक र सेयर गरिदिनु है।